बालेन प्रधानमन्त्री बन्ने भएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बोले, नयाँ सरकारसँग सहकार्य गर्न तयार छौं। दर्शकबिन, नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित भएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालमा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। प्रधानमन्त्री मोदीले निर्वाचनको व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न हुनु नेपालका लागि लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण घटना भएको उल्लेख गरेका छन्। उनले नेपाली दिदी बहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफू खुसी लागेको बताएका छन्। उनका अनुसार यस निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको छ। मोदीले नयाँ सरकारसँग सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै लेखेका छन्, घनिष्ठ मित्र र छिमेकीको रूपमा भारत साझा शान्ति, प्रगति र समृद्धिका लागि नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ। हामी नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन तत्पर छौं। मोदीको यस अभिव्यक्तिलाई दुई देश बीचको सम्बन्ध सकारात्मक र सहयोगमूलक रहेको स्पष्ट संकेत दिएको छ। मोदीले नेपालमा निर्वाचित नयाँ सरकारसँग व्यापार, पूर्वाधार, सुरक्षा, ऊर्जा र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका छन्। नेपाल भारत सम्बन्धमा यसपटकको अभिव्यक्ति विशेष महत्व राख्दछ, किनभने बालेन नेतृत्वको नयाँ सरकारले नेपालमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नयाँ राजनीतिक दिशा दिने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा मोदीले दुई देश बीच दिगो शान्ति, विकास र समृद्धि सुनिश्चित गर्न सहकार्यका लागि तयार रहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा मोदीको पोस्टले नेपाली जनताको ध्यान खिच्दैछ र नयाँ सरकारसँग भारतको सहयोग र विश्वास आगामी दिनमा नेपाल भारत सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। यसरी बालेन प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतले नयाँ सरकारसँग सहकार्यको संकेत गर्नु नेपाल भारत सम्बन्धमा सकारात्मक र ऐतिहासिक मोडको रूपमा लिएको छ।